ल गाइज हेर्नु न, आज बिहान 3 बजे चोरले मेरो पुरानो स्कुटी लानको लागि यी यस्तो हालत बनाएछ। लकको साइडमा मजाले ताछेछ अनि स्टार्ट गर्न खोजेछ, तर स्टार्ट नभएपछि यी यसरी बेबारिसे तरिकाले यस्तो ठाउँमा छाडी गएछ। र सीसी क्यामेरामा कैद भएको चोर चाहिँ आफ्नै अति निकटको साथी हो, जसले आफ्नो काम पर्दाखेरि धेरैचोटि यो स्कुटी युज गरेको छ र चोर्नको लागि 2 जना आएको रहेछ। र सीसी क्यामेरामा हेर्दाखेरि त्यो ताछिएको भागलाई चाहिँ यिनीहरूले यसरी तल झाडीभित्र फुलको खेतमा यसरी फाली गएको रहेछ र यिनीहरू करम पुर्याएर नै चोर्न आएको रहेछ। 2 जना चाहिँ देखिएको छ, अरू पनि होला। र यसरी आफ्नै साथीहरूले पनि यसरी चोर्दा रहेछन्। र साथीहरू हेर्नु न, अब यो आफ्नै नजिकैको साथी हो बचपनदेखिको। अब यसलाई मैले कारबाही गरौँ कि माफ गरौँ कि खोइ के गरौँ हो, म आफै छक्क लागिरहेछ। यी आफ्नै साथी भनाउँदाहरू यसरी आफ्नै साथीको चाहिँ सामग्रीहरू चोर्नतिर एकदमै लाग्दो रहेछ। र हेर्नुहोस् साथीहरू, तपाईहरू पनि आफ्नो साथीहरूसँग सजग रहनुहोला, आफ्नो साथीहरूलाई यस्तो साधनहरू दिने प्रयास नगर्नुहोला। यसरी चोर्दा रहेछन् है, यसरी लुट्दा रहेछन् साथीहरू। हेर्नुहोस् ल, सावधान अपनाउनु होला।